अलिकतिबाट हेर्छ है अघि भने जस्तो बिग शाउट आउट टु भाइपर शेडी तोपदेन आर्ट्स एन्ड स्पेसली माई ड्याड है हेलो नमस्ते कुजाम्पो एन्ड लस्सो फ्याफुल्ला है सबैजना सुन्छ आराम नै हुनुहुन्छ होला र म पनि एकदम फिट एन्ड फाइन छु सो आज फेरि यो मुक्तन केटाले एउटा छोटो भ्लग ल्याएर आएको छ के को लागि हो भन्ने चाहिँ मैले भन्छु सो त्यो भन्नुभन्दा अगाडि है आज कार्तिक 4 गते है गाई तिहारको दिन हरेक देश विदेशमा भएका है बाजे बोजू दाजु दिदी भाइ बहिनी अङ्कल आन्टी नाना नानीहरू सबैजनालाई मङ्गलमय हार्दिक शुभकामना है तिहारको तपाईहरु सबैलाई शुभकामना सो आज चाहिँ अघि भने जस्तो है यो मुक्तन केटाले चाहिँ भ्लग ल्याएको विशेष कारण चाहिँ है मेरो यता देखाइदियो है मेरो ब्रान्ड न्यू एक्सपल्स 210 मा चाहिँ आज नम्बर प्लेट लगाउनु लागेको छ हैन अनि त्यही गर्दाखेरि चाहिँ सो म चाहिँ बिफोर तपाईहरुलाई नम्बर प्लेट देखाइदिनु भन्दा अगाडि चाहिँ म चाहिँ के भन्छु भन्ने हैन हामीहरु कति जनाले त अब सबैले राम्रो कुरा भन्छ सबैले राम्रो भन्छ भन्ने त अब त्यो फाल्टै कुरा हो हैन अब मैले यो बाइक ल्याउँदाखेरि है यो क्रस ल्याउँदाखेरि चाहिँ कतिवटाले त है डाहा लागिरहेको छ हैन कतिवटाले त राम्रो भन्यो कतिवटाले त नराम्रो भन्यो हैन सो यता आएर देखाइदियो त है म चाहिँ के भन्छु भने यो बाइक ल्याउँदाखेरि चाहिँ है एउटा भनेको जस्तो हैन जरुचिमी नेरु निमी भने जस्तो है कति कुराहरु मैले चाहिँ सेक्रिफाइस गरे है यो मेरो क्रस ल्याउनुलाई चाहिँ तर मान्छेहरुले सोच्छ ए यो मक्तन केटाले देखायो यस्तो भनेर है म चाहिँ के भन्छु भने आफूले गर्नु सकेन भने चाहिँ यसरी अर्काले उयो गरेकोमा पनि त्यो जेलस फिल गर्नु हैन है बेटर बरु के हो एउटा खुशीको है एउटा कन्ग्रेचुलेसन यस्तो भन्ने टाइपकोहरु गरेछ भने चाहिँ आफुलाई पनि राम्रो हुन्छ भन्ने चाहिँ म चाहिँ सोच्छु हैन सो अब यस्तो खुशीको कुरामा यस्तो मन दुख्दो कुराहरु चाहिँ छोड्दिउँ सो भन्नेले जसै पनि भन्छ युजुअली आई डोन्ट केयर है सो मेरो चाहिँ अघि भने जस्तो है यहाँ नम्बर प्लेट छ हैन नम्बर प्लेट चाहिँ अलिक अगाडिले त नम्बर प्लेट चाहिँ यस्तोमा छ मैले चाहिँ 3D प्रिन्ट गरेको है अनि यो नम्बर प्लेट चाहिँ मैले है गेलुफु जेएमसी तोपदेन आर्ट्स भन्नेबाट चाहिँ ल्याएको सो बिग शाउट आउट टु है बिग शाउट आउट टु तोपदेन आर्ट्स एन्ड स्पेसली भाइपर शेडी है अलिकति अगाडि त अलिकतिबाट हेर्छ है अघि भने जस्तो बिग शाउट आउट टु भाइपर शेडी तोपदेन आर्ट्स एन्ड स्पेसली माई ड्याड है किनभने चाहिँ भाइपर शेडी कज अफ भाइपर शेडी हैन मैले यो नम्बर प्लेट चाहिँ सम डिस्काउन्टमा पाएको छ है अनि स्पेसली तोपदेन आर्ट्सलाई पनि बिग शाउट आउट है अनि मेरो आप्पालाई चाहिँ हिजो आप्पा गेलफु जाने काम परेकोले चाहिँ आप्पाले ल्याइदिएको थियो है अनि थ्याङ्क यू आप्पालाई पनि हैन सो नम्बर चाहिँ यस्तो टाइपमा छ किनभने मैले यो बाइक भन्दा अगाडि मेरो दुईटा बाइक थियो है फर्स्टमा चाहिँ मेरो यामाहा V2 थियो है अनि सेकेन्डमा मेरो ब्ल्याक हर्स सबैहरुलाई थाहै होला हैन हिमालयन 411cc को थियो तिनीहरुमा चाहिँ मेरो जस्ट 2D को नम्बर प्लेट थियो है 2D प्रिन्टेडको सो म चाहिँ एउटा जस्ट के अब मेरो यो क्रसमा चाहिँ अलिकति युनिक गरिदिउँ भनेर चाहिँ मैले दिस टाइम चाहिँ मैले 3D ल्याएको छ है सो यो नम्बर चाहिँ म अहिले तल वर्कसपमा गएर फिट गर्छु यस्तो हो गाइस है एकखेप एन्टायर लुक्स देखाइदियो बाइकको हैन सो मेरो 411cc भन्दा ब्रान्ड न्यू चाहिँ अहिले एक्सपल्स 210 है सो एन्टायर लुक्स यस्तो छ सो फ्रन्टबाट चाहिँ यस्तो छ हैन एकखेप फ्रन्टबाट देखाइदियो है अहिले चाहिँ
हाम्रो जेदी है ऊ पनि राइडिङमा एकदम प्यासन हुने मान्छे हो सो उसलाई पनि बिग साउट आउट आज मेरो होल क्यामेराम्यान चाहिँ आज ऊ छ सो नम्बर प्लेट चाहिँ म अहिले तपाईहरुलाई तल पुगेर फिट गरेको चाहिँ देखाइदिन्छु हैन सो सबैलाई फेरि पनि वन्स अगेन ह्यापी तिहार है ह्यापी तिहार चिसो बिहार भने जस्तो सबैलाई ह्यापी तिहार शुभकामना दिँदै म चाहिँ मनी वर्कसपमा आइपुगेको छ है टुरिस्टको वर्कसप सो अहिले बस आउँदो रहेछ है अनि सबै माथि जानुपर्ने हुन्छमा चाहिँ बस चाहिँ सट्टै गइहाल्छ होइन अनि यस्तो छ हाम्रो दातलाको भ्यू चाहिँ तिहारले गर्दा सामसिङ छ यो बस आएपछि चाहिँ म चाहिँ माथि जानुपर्ने हुन्छ है सो मनी वर्कसप यस्तो छ होइन एकदम प्याक भएछ सो म चाहिँ मालिकलाई भेटेर चाहिँ मेरो नम्बर प्लेट लाउनु आउँछु है हाम्रो वेल्डर रासिङ ठिकै छ नि के खबर रे मनी बाबु कहाँ गयो सो यस्तो छ मनी वर्कसपको एन्टायर लुक चाहिँ तिहारले गर्दा एकदम बिजी हो एकदम बिजी मेरो एउटा काम गरिदिए नम्बर प्लेट लाउनु पर्छ नम्बर प्लेट सो म चाहिँ यहाँ साथीको हेल्प लिएर चाहिँ नम्बर प्लेट लाउँछु है हाम्रो साथीमा चाहिँ सबसे होचो चाहिँ क्यामेरा पनि आँट्नु साह्रो परिरहेको छ है सो अब चाहिँ नम्बर प्लेट लगाइदिनु पर्ने हुन्छ सो ओके फ्याम्स है म चाहिँ यहाँनिर मेरो साथीको फेब्रिकेसनमा आएको छ अनर चाहिँ उयो अनि हाम्रो क्रिकेट ब्रो सो फेब्रिकेसनको त्यस्तो छ है मनी वर्कसपको छेउमा हो तपाईँहरूलाई के बनाउनु छ के फेब्रिकेट गर्नु छ भने चाहिँ हाम्रो यहाँ हाम्रो अनरलाई चाहिँ तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्छ म उसको कन्ट्याक्ट चाहिँ डिस्क्रिप्सनमा लगाइदिन्छु है सो यस्तो चाहिँ एकदम बब्बल रमाइलो छ म्युजिकको साथमा छ अनि अहिले चाहिँ कसको अर्डर हो यो चाहिँ कुनै फ्लावर स्ट्यान्ड दामी बनिसकेको छ है या यो चाहिँ कसको भन्नु पर्दाखेरि चाहिँ अहिले पत्तो लाग्यो है नन अदर देन भुटनिस ड्रिमर है सो त्यो भएर चाहिँ एउटा उयो गर्नुपर्ने थियो सो म चाहिँ अहिले यहाँ छ भने चाहिँ यहाँ साथीकोमा ड्रिल गर्नु पऱ्यो भनेर सोचेको वान्स हेरौँ है सो अहिले चाहिँ हाम्रो म्याक्सले चाहिँ रेडी गरिरहेको छ ऊ पनि एउटा राइडर नै हो है उसले चाहिँ केटिएम कति भयो यहाँ केटिएम 250 चाहिँ उसले राइड गर्छ सो अहिले चाहिँ यहाँ ड्रिल गर्नु लागेको छ लेट्स सी त्यो माथि
यो बनाउनु लाउनेमा उसको बाइकको मेजरमेन्टमा दिएको हो नि त। सो नम्बर प्लेट चाहिँ यस्तो छ, इट लुक्स सो प्रिटी होइन, प्रिटी देखिरहेको छ। मेरो क्रसलाई आज चाहिँ अब क्रस मात्रै भनेर नाम राखेर नहुँदो रहेछ, दिँदैन छ लले नै। सो अब चाहिँ यसमा चाहिँ सक्सेस भएको छ है दुईवटा। अब लाएर हेर्दा मात्रै थाहा हुँदैन हौ। अब लाएर चाहिँ खेप लाएर चाहिँ हेर्नुपर्ने छ। सो फ्याम्स मैले चाहिँ यसमा लाग्ने नोटहरू पनि चडक्क पाइसकेको छ है। सो अब चाहिँ हामी यहाँ फिट गर्नु लागेको, अब वान सेकेन्ड फिट गरिसकेर हेरौँ है कस्तो देख्दो रहेछ। सो फ्याम्सहरू है, म चाहिँ मेरो क्रसमा नम्बर प्लेट लगाइसकेर चाहिँ आम ब्याक टु माई ड्युटी है। सो नम्बर प्लेट लगाइसक्दा चाहिँ मेरो क्रस चाहिँ इट लुक लाइक दिस होइन। सो नम्बर प्लेट लाउँदा त झनै राम्रो एकदम बब्बाल देखिरहेको छ है। सो ब्याक साइडमा चाहिँ यस्तो छ होइन, नम्बर प्लेट पनि एकदम दामी मिलेको पाएको छ। सो तपाईँहरूलाई यो भ्लग कस्तो लाग्यो, के लाग्यो है, कमेन्ट मी डाउन। एन्ड कहाँबाट हेर्नु हुँदैछ तपाईँहरूले है, सो त्यसको लागि पनि कमेन्ट मी डाउन होइन। अनि म यहाँबाट अझै कोसिस गर्दै गर्छु। अब आजदेखि उता चाहिँ अफिसियल्ली आई क्यान राइड एनिवेयर है। सो अब बाँचेको भने नै यसको काम इन्सुरेन्स र फिटनेस गर्नुपर्ने छ है, त्यो पनि म चाँडैभन्दा चाँडै गरिहाल्छु। सो तपाईँहरूलाई है अघि भने जस्तो यो भ्लग कस्तो लाग्यो, के लाग्यो भने चाहिँ जस्ट कमेन्ट मी डाउन। सबैजना स्टे सेफ, लभ यु अल एन्ड वान्स अगेन ह्याप्पी तिहार, बाई बाई।